मिठो अचार हुन्छ होइन त। हेलो गाइजहरु, सबजनालाई स्वागत छ हाम्रो फेरि पनि नयाँ भिडियोमा। आज हाम्रो बबाल हाइकिङ जस्तो र एडभेन्चर पनि थोरै हुनेछ, किनकि हामी खोलामा छौँ र आज हाम्रो बबाल कुकिङ भिडियो नि आउनेछ। अन्तिमसम्म हेरेर साथ दिनु होला। अलिअलि नाक्निन बन्द भएको छ, तर हामी यो पानीमा चिसोमा हामी आज जाडो महिनामा देखाउँछौँ हाम्रो पावर हामी दुईजनाको। अब चाहिँ हामीले हाम्रो लोकेसन पाइसकेका छौँ। हामी चाहिँ अब यही खोलाको यही किनारमा आज हाम्रो कुकिङ भिडियो बनाउने भनेर हामी चाहिँ हेर्दैछौँ। के गर्नु, बिचरा लड्नु खोज्दै कागजले दाउरा आउँदै हुनेछ। दाउरा त जमाउनु पर्यो नि त, अब चाहियो हामीलाई भन्ने हाम्रो पार्टीको धारणा हो। यो चाहिँ आगो बाल्नको लागि हो। आगो चाहिँ यत्तिकै बल्दैन, किनकि हामी चाहिँ सिकेनीमा छौँ नि त। यहाँभित्र खासै सुकेको दाउराहरू पाउँदैन, ओस लागिसकेको पाउँछ। त्यस कारणले आगो बाल्नलाई यसरी झुरो बारेर अलिकति मेहनत गर्नै पर्छ। सेकुवा पोल्दै टमाटर सेकुवा हाल्ने। मिठो अचार हुन्छ होइन त। ठुलो होस् है। काम अहिलेसम्म गरी अलि भोक लागेको छ, खाजाभुजा खाएर सुरु गर्नु पर्ने जस्तो छ। फेरि लौ लौ तब डरिन्छ है, डरिन्छ। त्यही त
पैसा राख्नु पर्छ। जरुरी के हो मोबाइल चाहिँ भएको होला मोबाइल चाहिँ भएको रहेछ गजबको पाक्दैछ है गजबको छ नि हेलो साथीहरु हाम्रो त यस्तो बनिसक्यो अब हामी बबाल यो भइसक्यो यहाँ छ अचार बबाल सुन्दै मिठो लाग्यो के चाहिँ छैन यहाँ सबैले यहाँ मुला न यहाँनिर लोकल अर्ग्यानिक डल्ले खोर्सानी है डल्ले खोर्सानी हामीले चाहिँ अब सबै बनाएर तयारी बनाएर अब खानेर भएको हामी अब हात सुरु गऱ्यो है त ल त्यो हो यसलाई भनेको त दिवाउनु त काका छ यो चाहिँ हाम्रो चढाउनु पर्छ जङ्गलमा छ यो चाहिँ हामी किरातीहरूको चाहिँ यो चाहिँ नजिक हाम्रो पितृलाई चढाएको है त्यही गराएको ल काका ए आइयो है त सुरु गरिहाल्नु यो वाला यसलाई त कस्तो राख्नु होइन यसलाई चाहिँ बनाएर काटेको हुँदा झन् काका खोर्सानी हो थोरै छोडेर घिउ बनाएर यसलाई गजब छ नि त बाबा ठाकुरे यो त यस्तो छ अनि यस्तो माल छ यस्तो चोक्दै अनि दिँदैछ है हामी चाहिँ ल यो जनक
ड्याम भइसक्यो हामीले माथि चाहिँ थन्कायो बल्ल बल्ल किन लगाइसक्यो हामीले अब हामी यति नै हो अहिले त होइन हामीले खेलिसकेको यति खासको खान्छ एक केजी त खाएको हो है। अर्को भिडियो अब अर्को भिडियो चाहिँ अझ राम्रो हुन्छ किनकि हाम्रो नेक्स्ट प्लान बबाल आउँछ त्यो चाहिँ साह्रै राम्रो ठाउँ छ है। बबाल आउँछ त्यो चाहिँ साँच्ची त्यो चाहिँ मैले सबै जानिसकेको चाहिँ अब जे जस्तो भयो भयो बबालै हो तर मिठो थियो। अब भेटौँला अर्को भिडियोमा होइन काका। यो भिडियो अन्तिमसम्म हेरिदिनु भएको सबैलाई धेरै धेरै धन्यवाद भन्दै हामी अर्को भिडियोमा भेट्ने बाचा गर्दै अर्को भिडियोले तपाईँहरूलाई यो भिडियोमा मन नपरेको कमेन्ट गर्नु होला। अनि त्यो अर्को भिडियो चाहिँ सुधारेर तपाईँहरूलाई अझै मजा आने राम्रो बनाएर देखाउने प्रयास गर्नेछौँ है त। आजको भिडियो यति नै। बाई बाई।